विभिन्न देशबाट कार्गो मार्फत आएका करोडौं रुपियाँ पर्ने हजारौं क्विन्टल व्यक्तिगत सामानहरू त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्थित पारवाहनमै कबाड बन्ने अवस्थामा पुगेका छन्। भन्सार कार्यालय त्यहाँको नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड र कार्गो व्यवस्थापन शाखाको गैर जिम्मेवारीका कारण विदेशबाट व्यक्तिका नाममा आएका 100 टनभन्दा बढी सामानहरू गोदाममै थन्किएर कबाड बन्ने अवस्थामा पुगेका हुन्। विदेशबाट नेपालीले आफ्नो परिवार र आफन्तलाई पठाएको व्यक्तिगत तथा कतिपय व्यावसायिक सामानहरू करिब 2 महिनादेखि भन्सार कार्यालयको गोदाममा थन्किएर रहेका पारवाहनका एक कर्मचारीले बताए। तर विमानस्थल भन्सार कार्यालय परिसरमै रहेका नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड र कार्गो व्यवस्थापन शाखाका जिम्मेवार अधिकारीहरू एकले अर्कोलाई जिम्मेवारी सार्दै चोखिन खोजेका देखिन्छन्। कार्गो वा कुरियर गरेर हवाई मार्गबाट पठाइएका सामानहरू 2 महिनासम्म गोदाममै अलपत्र पारिएपछि भन्सार कार्यालयले लिलाम बिक्रीमा निकाल्ने गरेको छ। यसरी व्यक्तिगत सम्पत्ति सम्बन्धित व्यक्तिलाई पठाउने विषयमा जिम्मेवार निकाय तथा अधिकारीहरू गम्भीर नहुँदा करोडौंको सम्पत्ति कबाडमा लिलाम हुने अवस्था गरेको छ। कार्गो मार्फत आएर भन्सारको गोदाममा थन्किएको 100 टनभन्दा बढी सामानको तथ्याङ्क समेत एकले अर्कोलाई देखाएर उपलब्ध गराउन मान्दैनन् यी निकाय। कुन देशबाट आएका कति सामानहरू कति समयदेखि उठ्न सकेका छैनन् भन्ने विषयमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता तथा प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले अनभिज्ञता प्रकट गरे। उनले कति सामान आएको छ र कति स्टक छ भन्ने कुरा थाहा नहुने बताए। सोही विषयमा गोदामको जिम्मेवारी लिएको नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले भन्सार कार्यालयमै सबै तथ्याङ्क पठाएकाले त्यहीँबाट सार्वजनिक हुने बताउँदै आएको छ। पारवाहन व्यवस्थापन प्रमुख सुनिता सिंह करिब 2 महिनादेखि व्यक्तिगत प्रयोजनका सामानहरू गोदाममा स्टक रहेका तर त्यसको विस्तृत विवरण भन्सार कार्यालयबाट लिनुपर्ने भन्दै भन्छे। नागरिकको व्यक्तिगत सामान सरकारी निकायले गोदाममा थुनेर राख्ने अनि यस्तो तरिकाले सार्वजनिक हुनु जिम्मेवार अधिकारीहरूको गैर जिम्मेवार प्रवृत्ति देखिएको उपभोक्ता तथा कार्गो व्यवसायीहरूले गुनासो गरेका छन्। सरकारले ल्याएको भन्सार नीतिको ढिलाइले सेवाग्राही तथा कार्गो व्यवसायीहरू मर्कामा परेका बीपीएल कार्गो नेपालका सञ्चालक प्रवीण पौडेलले बताए। गोदामबाट तोक लगाएर बाहिर निकालेको सामान जाँचपास गरी सम्बन्धित व्यक्तिलाई पठाउने भन्सारको जिम्मेवारी रहेकाले गोदाममा स्टक सामानका सम्बन्धमा कार्यालय जिम्मेवार नहुने भन्सार कार्यालयको तर्क छ। अनधिकृत सामानहरू आउने र त्यसको जाँचपासमा समस्या आउने विमानस्थल भन्सार कार्यालय गौचरणका अर्का एक अधिकारीले बताए। कानुनी प्रक्रियामा समस्या देखेका सामानहरू रोकिने र गोदाममा थन्किने अवस्था आएको हुन सक्ने उनको भनाइ छ। भन्सारले विदेशबाट आएका व्यक्तिगत प्रयोजनका सामानलाई व्यक्तिगत मालवस्तु वा झिटिगुन्टा र व्यावसायिक प्रयोजनका सामानलाई मालवस्तुका रूपमा विभाजन गरेको हुन्छ। विदेशबाट ल्याएका घरायसी प्रयोजनका निश्चित सामानलाई सरकारले भन्सार छुट दिने व्यवस्था छ। तर व्यापारिक सामानहरूमा कर लगाएर भन्सार पास गराउँछ। हाल थन्किएका कति सामानहरू व्यक्तिगत र कति व्यावसायिक छन् भन्ने समेत तथ्याङ्क नराखेको पारवाहन तथा गोदाम व्यवस्थापन प्रमुख सिंहको भनाइ छ। कार्गो व्यवस्थापन शाखाका प्रमुख केशवराज नेपालले कार्गोले गोदामका लागि ठाउँ उपलब्ध गराउन बाहेक केही अधिकार नभएको बताए। भन्सार एजेन्ट र कर्मचारीले कार्गोको बदमासीका कारण कतिपय समस्या आउने गरेको बताए पनि नेपालले त्यसलाई अस्वीकार गरेका छन्। विमानस्थल भन्सार कार्यालयले झिटिगुन्टा र कमर्सियल सामानको जाँचपासमा कडाई गर्न थालेपछि विदेशबाट कार्गो गरेर पठाएका सामान जाँचपासमा अनधिकृत देखिँदा लामो समय स्टक रहेको भन्सार एजेन्टहरू बताउँछन्। कतिपय सामानहरू प्रक्रिया नै नपुर्याई ऐन कानुन विपरीत आएकोले त्यस्ता सामान स्टकमा रहेको हुन सक्ने नेपाल भन्सार एजेन्ट सङ्घका अध्यक्ष गौतम भट्टले बताए। झिटिगुन्टा सामानमा भन्सार छुट दिने र कमर्सियल सामानमा कर लाग्ने भएकाले कतिपयले सामान पठाउँदा झिटिगुन्टाका रूपमा पठाउने र त्यसलाई भन्सारले कडाई गर्दा गोदाम भरिने अवस्था आएको व्यवस्थापनका कर्मचारीहरूको भनाइ छ। गत फागुन 11 मा बसेको भन्सार कार्यालयको व्यापार सहजीकरण बैठकले कार्गो तथा कुरियर मार्फत आउने व्यावसायिक सामानहरू समेत व्यक्तिगत प्रयोजनका लागि भनेर ढाट्ने प्रवृत्ति देखिएकाले यसमा कडाई गर्ने निर्णय गरेको भन्सार कार्यालयले जनाएको छ। पछिल्लो समय भन्सार प्रक्रियामा देखिएको अवरोधका कारण प्रवासी नेपालीहरूले पठाएको सामान नेपालमै रोकिएको बीपीएल कार्गो नेपालका सञ्चालक प्रवीण पौडेल बताउँछन्।